नमस्ते। हाम्रो विभागमा नायक नानु विराटनगर शिक्षाविद कलेजबाट आफूलाई अब्बल साबित गर्दै अल नेपाल र्याङ्कमा 6 गर्ल्सबाट टपर हुन सफल भएकोमा हामीले नेम परिवार सहित हामी टिचरहरू पनि उनलाई बधाई दिन चाहन्छौँ। अब यसको श्रेय नानु आफैलाई जान्छ। मेन त नानु आफैले आफ्नो मिहिनेत त्यो बाटोभित्रैदेखि उनको आफ्नो जागरुकता नभएको भए यो पोसिबल थिएन। यो सँगसँगै विराटनगर स्थित हाम्रो शिक्षादीप कलेज अनि त्यहाँको प्रिन्सिपल सर हाम्रो ज्ञानु खड्का सर, उहाँको पनि त्यसमा ठुलो साथ छ तिमीलाई। त्यसपछि आयो तिमी नेममा पढ्यौ, नेमको हाम्रो टिचरहरू, नेमको स्टाफ, नेमको फ्याकल्टीले तिमीलाई यो सफलताको लागि ठुलो सहयोग गर्यो। यसको लागि अब हामी पनि आभारी त छँदैछौँ। अब त्यसमा तिमीले केही भन्न चाहन्छौ? नेम पहिला त शिक्षादीपले धेरै नै सहयोग गर्यो, यहाँसम्म पुर्यायो शिक्षादीपले। अनि यहाँदेखि पनि धेरै नै सहयोग मिल्यो। यहाँको टिचरहरू पर्सनली गाइड गरिदिनु भयो। यहाँको टेस्ट, यहाँको सोल्युसन हरेक चिजले धेरै नै फाइदा गर्यो। एक्जाममा धेरै नै हेल्प गर्यो। त्यसले कन्सेप्टहरू पुरै क्लियर गरिदिन्थ्यो। अनि टाइममा नेमबाट शिक्षादीपमा सरहरू पनि जानुभयो नेमबाट होइन? उहाँहरूको जुन गाइड गरिन्थ्यो शिक्षादीपमा 11-12देखि नै। अनि टाइममा यहाँ नेमको टिचरहरू जानुहुन्थ्यो। अनि यहाँको एक्जाम प्याटर्नहरू के कस्तो छ, अनि कति र्याङ्कसम्म, अनि कति मार्कले पाउँछ, सबै कुरा भनिदिनुहुन्थ्यो। अनि के गरी पढ्ने, अनि सबै टिप्सहरू दिनुहुन्थ्यो। सानो सानो ट्रिक दिनुहुन्थ्यो। निमोनिक्स बनाउने तरिका दिनुहुन्थ्यो। त्यसले पनि धेरै नै हेल्प गरेको छ। तिम्रो यो सफलताले जस्तै धेरै स्टुडेन्टलाई के लाग्छ भन्दा काठमाडौँ मात्र आएर टप गर्न सकिन्छ, काठमाडौँले मात्रै गर्छ भन्ने कुरालाई त्यहाँबाट झापड त दिएकै छ। काठमाडौँ बाहिर पनि सकिन्छ, त्यहाँ आफ्नो मिहिनेत स्टुडेन्ट कलेजको त्यो टाइपले त्यसलाई पनि त्यो एउटा सफलता त तिमीमा त्यो छँदैछ। त्यसलाई पनि अब जस्तै जो काठमाडौँ आउन सक्षम छन् उनीहरूलाई पनि एउटा मोटिभेसनको लागि तिम्रो जुनियरहरूलाई तिमीले अब पढ्ने आइडिया अथवा तिमीलाई केही भन्नु छ? हजुर, अनलाइनले धेरै नै हेल्प गरेको छ। अहिले त युट्युब नै युनिभर्सिटी हो। नेमको एप पनि छ, त्यहाँ रेकर्डेड भिडियोहरू छ। अनि त्यसले अब मन लाग्यो भने अब स्पिड बढाएर पनि हेर्न सकिन्छ। अनि युट्युबमा पनि धेरै थोक एभाइलेबल छ। मलाई त फिजिकलभन्दा अनलाइन नै राम्रो लाग्यो। अनि सकिन्छ, अब जानेको छैन भने एकचोटि जाने, बुझ्ने, कम्पिटिसन हेर्ने। अनि पढ्नलाई त ठिकै छ, अनलाइन नै मलाई त अनलाइन नै प्रिफर गर्नु जस्तो लाग्छ। अनि तिमी नेममा मोडल इक्जाम दिइरहेको थियौ नि होइन एभ्री विकमा? त्यसमा आफ्नो पोजिसन कति राखिराखेको थियौ, कति कन्सिस्टेन्ट? जस्तै तिम्रो ग्रोइङ फेजदेखि भन्दैछौ त? अब प्राय टप 10 मै पढ्थेँ अनलाइन दिँदाखेरि। अनि यहाँ आउँदा 1-2 महिना जति बसेँ। अनि त्यसमा पनि टप 10 मै पढ्थेँ। सेकेन्ड र्याङ्क आएको थियो 2-3चोटि। अनि त्यस्तै 5, 6, 7 लो र्याङ्किङ आउनेहरूलाई, जो मोडल इक्जाममा लो र्याङ्किङ आउँछ नि उनीहरूलाई पनि कन्सिस्टेन्सी भयो, मिहिनेत गयो, हार्ड लेबर गर्न सक्यो भने गर्न सकिन्छ भन्ने कुराको एउटा प्रुफ त तिमी पनि आफू पनि भयो नि होइन? सुरुको इक्जाममा त तिमी पनि थोरै ल्यायो, पछि बिस्तारै ग्रो गर्दै गयो होइन? यो कुरामा पनि हामीले यसलाई दिनै पर्छ। अनि यसमा बाबा पनि सँगै हुनुहुन्छ। अब फ्यामिलीको साथ त पक्कै हुन्छ नै आफ्नो बच्चा बच्चीको लागि। पछि बाबाले पनि केही नानुलाई यो सफलतामा उनले घरमा कसरी पढ्थिन् के थिइन् भनेको हजुर केही भन्नुहुन्छ कि? मैले त गाइड मात्रै गरेको, अब मेहनत त अब छोरीले नै गरेको। मेरो काम जुन थियो राम्ररी पर टप ल्याउनु पर्छ, सकबार फर्स्ट र्याङ्कमै 9 निकाल, 9 हुन्छ, 9 चल्छ। गाउँको समाजको गर्ल्सहरूबाट टपर ठिक छ। अब नानुलाई हामी बुवा ज्ञान सरले हामी विराटनगर जाँदा पनि एकचोटि मलाई भेटाए जस्तो लाग्छ होइन? हामी त पढाउनु जाँदा सरले राम्रो स्टुडेन्ट भेटाउनु भएको थियो भनेर छ। ल यो खालको स्टुडेन्ट भयो। हामीले अब यसलाई अब तिम्रो आगामी कदमहरू सब थप सुमधुर सब राम्रो अथवा उच्च प्रगतिको कामना नेम परिवारले तिमीप्रति राखेको छ। तिम्रो यो सफलताप्रति हामी पनि आभारी छौँ। तिमी आफू त छँदैछौ, त्यसमा हामी पनि